अल राइट गाइज वेलकम ब्याक वान्स अगेन सबैलाई नमस्कार। मेरो तर्फबाट होटलमा गएँ, त्यसपछि मैले आफ्नो मिजा रेडी गरेँ। मिजा रेडी गरेर चाहिँ ट्याक्क भट्टीसट्टी क्लिन गरेर उता सब्जी बन्दै थियो, दाल र मटन। त्यसपछि दिदीले उता साफ गर्दै हुनुहुन्थ्यो। त्यसपछि यता चियाको अर्डर आएको थियो, चिया मैले पिकअप गराएँ। चिया पिकअप गराएपछि चाहिँ ट्याक्क स्टिम मोमो टन्नै आएको थियो एकचोटि चाहिँ। अनि त्यसपछि ट्याक्क प्याज स्याज काटेर रेडी बनाएर राखेको दाइले र मैले। त्यसपछि चाहिँ मोमोको लागि चाहिँ प्याज फेरि काटिदिएको। त्यसपछि चाहिँ ट्याक्क अचार सचार फ्रिज सिरिज ट्याक्क खोलेर सामान निकालेर चप गरेर अनि दाइले चाहिँ उता आज मोमो बनाउने प्रोग्राम थियो, मोमो बनाउँदै हुनुहुन्थ्यो। मैले चाहिँ मोमोको पेडा काट्दै थिएँ। त्यसपछि मोमो बनाएँ ट्याक्क मजाले। हेर्न सक्नुहुन्छ हामीले मोमो कसरी बनाउँछौँ, ट्याक्क सबैजना मिलेर एकअर्काको साथमा एकअर्काको सपोर्टमा ट्याक्क हेर्न सक्नुहुन्छ डिजाइन कस्तो छ मेरो। त्यसपछि नानीहरूले धेरै रमाइलो गर्छन्, यहाँ साँझ आउँछन्, एकदम मजा आउँछन् नानीहरू आएको चाहिँ। बालापनको उमेर नै यही हो, खेल्दो बल्दो। त्यसपछि चाहिँ मेरो भ्लग जसलाई मनपर्छ कृपया लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। त्यसपछि यही हो मेरो साँझको भ्यू। एकअर्काको साथ र सपोर्टले अगाडि बढौँ र सबैले सबैलाई हेल्प गरौँ। अहिलेको लागि यति, बाई बाई, गुड नाइट, टेक केयर।